बस्ती पढ्नुपर्छ, पढिदिन्न कसैले जबरजस्ती पढ्नुपर्छ, पढिदिन्न कसैले जबरजस्ती पढ्नुपर्छ। बाटो माटो सेतो रातो कसले बनायो बुझ्न, संसार नै एकपटक सरसर्ती पढ्नुपर्छ, पढिदिन्न कसैले जबरजस्ती पढ्नुपर्छ। धन्यवाद उद्घोषकज्यू। यस 72औं वार्षिक उत्सव समापन समारोहमा यस समापन समारोहलाई सभापतित्व गरिराख्नुभएका सभापतिज्यू, मञ्च आसीन सम्पूर्ण अतिथिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, यस कार्यक्रममा आउनुहुने कृष्ण सर, मोबाइल उपलब्ध गराइदिनु होला। मलाई कन्ठस्थ छैन, त्यो हेर्नुपर्ने हुन्छ। र सम्पूर्ण मेरा सहकर्मी साथीहरू, सँगसँगै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, खासै यो पढाउने कोसिस गर्दा गर्दै कविता लेखौँ लाग्यो, कविता जस्तै लेखिदिए। मेरो कविताको नाम फुल र वर्तमान। किबोर्डमा साथ दिँदै हुनुहुन्छ आदरणीय तुलसी सर। र म कविता सुरुवात गर्ने अनुमति चाहन्छु। मेरो कविताको नाम फुल र वर्तमान। विज्ञानका अर्धामृत घायल नमुनाहरू, विज्ञानका अर्धामृत घायल नमुनाहरू अङ्ग्रेजी व्याकरणको पाठशालातिर प्रचण्ड गर्मीमा फुलेका फुल खोज्दै एक सेरले रन्थनाएका केही थान मान्छेहरू विद्या र शिक्षाको फरक छुट्याउन नखोजेको हो कि नजानेपछि दन्किएको आगोले शिक्षाको सिप जलाइदियो, छ्याप मात्र बाँकी छ। सार्वजनिक शिक्षा सार्वजनिक भएको छ। तर यता माझी दाईहरू कलीको खोलामा कलिला कलिला कोपिलाहरू, तर यता माझी दाईहरू कलीको खोलामा कलिला कलिला कोपिलाहरू हुँदै तारिरहेछन्। कहिले डस्टरले ढुङ्गा खियाउँछन्, कहिले मार्करले ढुङ्गा खियाउँछन्, कहिले मसीले नङ्ग्रा खियाउँछन्, कहिले फुलेका केश र दारी देखाएर अलिकति पैसा र स्वास्नीलाई सारी किनिदिन्छन्। कहिले खुसी बेचेर चामल किन्छन्, कहिले चामल बेचेर भोग किन्छन्। तिनको जिन्दगी हिजो पनि यस्तै थियो, अहिले पनि यस्तै, भोलि पनि यस्तै नहोला भन्न सकिन्न। अनि ती दुई बीचमा केही फुलहरू र केही फुलका बोटहरू छन्। अनि ती दुई बीचमा केही फुल र केही फुलका बोटहरू छन्। फुलसँगै भुलोस चाहन्छन्, फुलसँगै भुलोस चाहन्छन्। अनिवार्य र निःशुल्क शिक्षाको बर्खिला नहोस् चाहन्छन्। तर विज्ञानको अभिशापले विलिप्त फुलहरू मानसिक उपनिवेशको चपेटा बाहिर निस्कन खोज्दैछन्। अनन्त म 20 वर्षपछि नेपाल जाने, म 20 तारिखमा नेपाल जाने, म 20 तारिखमा नेपालबाट आउने, म 20 वर्षमा नेपाल जाने, म 20 वर्ष नेपाल नजाने घृणित हास्य उत्पादन हुँदैछ। यो रमिता हेरिरहने हाम्रो एउटा राज्य छ। यो रमिता हेरिरहने हाम्रो एउटा राज्य छ। हाम्रा फुलहरू किची पार्ने विदेश छ। फुलको रस सकिएपछि फेरि केही आउला कि भनेर निचोर्ने खाडी छ। त्यसैले हामीलाई रुखले जस्तो सुखले श्वास फेर्न दिएको छैन। घाँसले जस्तो आशाको त्याम्रो टाङ्न दिएको छैन। प्रिय फुलका बोटहरू, त्यसैले हामीलाई रुखले जस्तो सुखले सास फेर्न दिएको छैन। घाँसले जस्तो आशाको त्याम्रो टाङ्न दिएको छैन। हामी काटेको घाउमा नुनसुन दलिएकाहरू हौँ। हामी काटेको घाउमा
नुनचुक छरिएकाहरू हौँ प्रिय फुलका बोटहरू, प्रिय फुलका बोटहरू अब आउनुहोस्, प्रिय फुलका बोटहरू अब आउनुहोस्। हामी लेख्न सिकाउँछौँ, तपाईँ देख्न सिकाउनुहोस्। हामी लेख्न सिकाउँछौँ, तपाईँ देख्न सिकाउनुहोस्। हामी भिड्न सिकाउँछौँ, तपाईँ हिँड्न सिकाउनुहोस्। हामी पढ्न सिकाउँछौँ, तपाईँ आफ्नै करेसाबारीमा लड्न सिकाउनुहोस्। हामी पढ्न सिकाउँछौँ, तपाईँ आफ्नै करेसाबारीमा लड्न सिकाउनुहोस्। हामी जिउन सिकाउँछौँ, तपाईँ आफ्नै घरको पानी पिउन सिकाउनुहोस्। देशको देउता र गाउँको भूत मिल्दैन प्रियजन, देशको देउता र गाउँको भूत मिल्दैन प्रियजन। लाख र आमाको काख परको प्रियजन। हामी सबै मिलेपछि फुल फुले जस्तो मात्रै गर्न भए पनि फुल छ। फुलको धर्म हो